मैले चाहिँ अर्कै सोचे थिएँ अर्कै आएछ अनि त्यस पछाडि चकलेट्स 1 2 3 4 5 राष्ट्र फ्यामिली नमस्ते स्वागत छ हजुरहरूलाई मेरो 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 च्यानल मेरो नयाँ भिडियोमा हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला म चाहिँ अलि सन्चो छैन बिसन्चो छु म चाहिँ हिजो चाहिँ पुरै बिराम भएको थियो आज हल्का ठिक भएको छु अनि अब के भन्नु खाना खानुभयो खाएँ मैले चाहिँ खाइसकेँ अनि त मैले चाहिँ आज एउटा सरप्राइज पाउनेवाला छु अनि त्यो चाहिँ अहिले म हजुरहरूलाई देखाउँछु तर कति बेला आउँछ मलाई थाहा छैन एकछिनमा अब कति बेला अनि फुल हो भनेर चाहिँ मलाई थाहा छ तर कस्तो फुल हो भनेर चाहिँ मलाई थाहा छैन रोज क्या रोज अनि मलाई पनि थाहा छैन के हुन्छ अहिले थाहा हुन्छ अहिले डाइरेक्ट हेर्नुपर्छ ओके आइ एम सो एक्साइटेड मलाई चाहिँ त्यो हेर्नलाई आतुर भइसक्यो क्या म त यत्तिको पनि हुने थिएन रेडी भएको खासमा त्यो फुल लिँदाखेरि भिडियो बनाउनलाई हो म खासमा रेडी भएको हिजो जस्तै भएको भए चाहिँ म केही हुँदैन थिएँ उठ्ने नै थिएन रेडी नै हुने थिएन हो हिजो चाहिँ म सिकिस्तै भएको थिएँ अनि आज नै अलिक गाह्रो त भइरहेछ तर हिजो जस्तो भएन अनि त्यही भएर बिहान अलि उयो भएको थियो अनि अलि निको हुँदै गयो खाना खाएपछि अलि एनर्जी आयो नि त मलाई अनि त्यही भएर उठ्यो भन्नाले नि त्यही भएर रेडी भएँ मेकअप सेकअप गरेँ लुगा लाएँ बाहिर जाने प्लान थियो दिदी आउनु भएन दिदी आउनु भन्नुभएको थियो दिदीको कामले गर्दा दिदी आउन पाउनु भएन सो बाहिर जान पाउँछ पाउँदैन त्यो चाहिँ थाहा भएन गइहाल्यो भने नि मम्मी र म जान्छौँ होला बाहिर घुम्न जाने भनेको थियो दिदी आउनु भयो भने चाहिँ कतै अब दिदी नआउनु भएपछि चाहिँ घुम्न गइँदैन मम्मी र म यस्तो हल्का डुल्न गइन्छ नि सक्छ जान नि सक्छ नजान नि सक्छ फिक्स छैन मैले चाहिँ देखेँ मेरो ब्याकग्राउन्ड चाहिँ पुरै फोहोर रहेछ सो इग्नोर ल यस्तै छ कलर लाउनु पर्ने चाहिँ लगाइदिनु भएको छैन हाम्रो घरबेटी आन्टीले के भन्नु अब आफ्नो घर छैन यस्तै छ नि बिहान चाहिँ फेरि म उठेको छैन रेडी भएको छैन ढिला होला भनेर सोचिरहेँ हो अहिले चाहिँ अब रेडी भइसक्यो नि त अनि कति बेला आउला जस्तो भइरहेछ क्या मलाई प्राय मान्छेलाई चाहिँ मेरो भोइस मन पर्दैन रहेछ अब यस्तै छ अब मलाई अलि राम्रो टाइपले बोल्न आउँदैन अब यस्तै छ क्या म जतिसुकै राम्रो निकाल्न खोज्छु मेरो निस्किँदैन यही मात्र निस्किन्छ क्या यही अब के गर्नु त मलाई भगवान्ले यस्तो दिनुभयो अनि अब मन पर्दैन भने अब म के गर्नु त यस्तै छ भगवान्ले दिए त्यही हो अब मलाई मन पर्दैन मेरो स्वर अब के गर्नु त्यही नै चित्त बुझाइरहेको छु म त यो चाहिँ मेरो गिफ्ट हो सरप्राइज मैले चाहिँ अर्कै सोचेको थिएँ अर्कै आएछ मेरो यो दिस इज माई गिफ्ट केक चाहिँ फ्रिजमा राख्छ भाइ केक लिन्छ केक र फोन भित्र आइदिएन भिडियो नराख्ने म चाहिँ भित्र गएको त्यहाँदेखि भुइँमा राख्नु न म चाहिँ मेरो केक कस्तो रहेछ हेर्छु न त भाइ सँग त म केक हेर्छु कस्तो रहेछ यतापट्टिबाट रहेछ अन्जना के हो यो अन्जना चाहिँ कसको नाम उल्टो केक आयो क्या मलाई त के हो यस्तो यो अन्जना एनी नै होइन रहेछ यो त ह्याप्पी डे छ यहाँ बर्थडे हो बिआई उही ह्याप्पी बर्थडे अन्जना उल्टो केक आएछ स्प्रे चाहिँ अघि छरेर जानुभएछ उहाँले दुईटा छ हैन गनाइराख मात्रै हो त
काटेर खाइदिउँ ल अलिकति नजिक आइज न सबै यो चाहिँ मलाई चित्तो बुझेन क्या खाना यसले मुख बिगारी गर्नु मेरो अहिले खाने एकछिन खाने खाने फ्रिजमा लगेर राख ल अन गर ल फ्रिज लाउनु त लग्दैन भाइ केक खाइदे ल मैले अघि नै भिडियो बनाउने बेलामा के भनेको थिएँ भने सरप्राइज त सरप्राइज हो रोजै भनेको थिएँ नि त रोज नि आएको छ यहाँ मेरो बुकेट नि आएको छ होइन यहाँ छ त्यो उयो मैले चाहिँ मलाई झुट बोलेको रहेछ नि त अलिक धेरै रोज भने यहाँ नि टन्नै छ तर रोज चाहिँ यहाँ कति धेरै रहेछ थ्याङ्क यू अब म देखाउँछु ल गिफ्टहरू एउटा यो भयो होइन अनि एउटा यो केक भयो होइन अनि एउटा यो टेडी यो वाइट टेडी एउटा यहाँ छ यो होइन अनि त्यस पछाडि चक्लेट्स 1 2 3 4 5वटा चक्लेट्स अनि यो पनि चक्लेट कस्तो हुन्छ यो थाहा भएन अनि यो पनि चक्लेट यहाँ पनि चक्लेट ओ यो चक्लेट त कति मिठो हुन्छ भनेर सुनेको थिएँ है ट्राई गर्नुपर्छ आज अनि त्यस पछाडि यो वाउ कति राम्रो हेर्नु त यस्तो यस्तो गर्दाखेरि उयो नै हुँदो रहेछ बज्नेवाला नि जस्तो छ यो चाहिँ बज्ने हो कि बल्ने हो वाउ नाइस यस्तो रहेछ यो चाहिँ फेरि ब्याट्री सकिन्छ अहिले यो अनि त्यस पछाडि यो नि चक्लेट चक्लेट अनि त्यसरी अरू चाहिँ यो बलुनहरू बलुन त्यो यो काठले गरेर नि यो काठ कति भारी अब म सबै सामानहरू थन्काउँछु त्यही हो यति हो थ्याङ्क यू सो मच मलाई यो सरप्राइज दिने मान्छेलाई चाहिँ किन भन्दाखेरि तपाईँहरूले कसले पठाएको भन्नु होला मेरो बोयफ्रेन्डले पठाएको यो चाहिँ कति मलाई त यस्तो फुलहरू कस्तो मनपर्छ कतिहरू वाउ अब चाहिँ भाइ र म मोमो खान जानु आँटेको मेरो चाहिँ अघिनको भिडियो चाहिँ मैले त्यति नै हो मेरो भिडियो चाहिँ अनि हिजो चाहिँ म बिरामी थिएँ नि त अनि हिजो मैले केही पनि गर्दैन सबै वाक गरेर खाना थिएँ भमिट गरेर आज चाहिँ मलाई मोमो खान मन लाग्यो अनि खाजा पनि खाएको छैन अनि केही कुरा खाँदाखेरि नि मेरो मुख अझै बिगार परिरहेको मुखमा मोमो खान मन लागेर म जाँदैछु फेरि बिरामी भएर म त के खान मन लाग्यो त्यही दिन खाना दिनुहुन्छ क्या मम्मीले नि अरू के खान मन लाग्यो त्यही मोमो खान मन लाग्यो अब चक्लेट केकहरू चाहिँ बिस्तारै खाउँला अहिले खासै खान मन छैन तर त्यो बिरामी भएर होला म यो चाहिँ मेरो भाइले बाइक चलाउँछ पर्फेक्ट दामी पाराले म कहिले यसरी चलाउने हो म बाइक चलाउने भयो भने त म त एउटा न्यू बाइक पो किन्छु त अरे के मेरो गफ